समाजमा एउटा छुट्टै सम्मान, स्थायित्व अनि देशको सेवा गर्ने अवसर। यदि यस्तै केही खोजिरहनु भएको छ भने लोकसेवाको यात्रा तपाईँकै लागि हो। हेर्नुस्, यो जागिरको खोजी मात्रै होइन, यो त एउटा अभियान हो, एउटा लामो यात्रा हो। आउनुस्, आज हामी यही अभियानलाई मतलब शून्यबाट सफलतासम्म कसरी पुग्ने भनेर 7वटा एकदमै स्पष्ट चरणमा बुझ्ने कोसिस गरौँ। ल त सुरु गरौँ है त यो यात्रा। हो, तर यति ठूलो यात्रा सुरु चाहिँ कहाँबाट गर्ने त? लोकसेवा तयारीको यो विशाल सागरमा कहाँबाट हाम फाल्ने, कुन किताब पढ्ने, कसरी पढ्ने, यस्ता सयौं प्रश्नहरूले मनमा डेरा जमाउँछन्। अल्मलिनु त स्वाभाविक नै हो, तर चिन्ता नलिनुहोस्। आज हामीसँग एउटा यस्तो स्पष्ट नक्सा छ जसले यो यात्रालाई एकदमै सोझो र सजिलो बनाइदिन्छ। ल हेर्नुहोस् त, सफलताको त्यो रोडम्याप यही हो। अब हामी 7वटा चरणलाई एक-एक गरेर राम्रोसँग केलाएर हेर्छौं। यी चरणहरू भनेका यो लामो यात्राका एकदमै महत्त्वपूर्ण माइलस्टोनहरू हुन्, जसले हरेक एस्पिरेन्टलाई सुरुको बिन्दुबाट आफ्नो अन्तिम लक्ष्यसम्म पुग्न गाइड गर्नेछन्। भनिन्छ नि, 1000 माइलको यात्रा पनि एउटै पाइलाबाट सुरु हुन्छ। त्यसो भए लोकसेवाको यो यात्रामा त्यो पहिलो सबैभन्दा क्रुसियल पाइला के होला त? आउनुहोस्, यहीबाट सुरु गरौँ। हो, पहिलो र सबैभन्दा महत्त्वपूर्ण स्टेप यही हो, आफ्नो बाटो र योग्यता निश्चित गर्ने। हेर्नुहोस्, बजारमा हल्ला चल्यो भन्दैमा किताब किन्न दौडिने वा तयारी कक्षामा हाम फाल्नुभन्दा पहिले सबैभन्दा पहिला त आफू कुन पदका लागि योग्य छु भन्ने कुरामा ढुक्क हुनु पर्यो नि, होइन र? लोकसेवा आयोगको वार्षिक कार्यतालिका हेर्नुहोस्, त्यो नै हाम्रो अफिसियल क्यालेन्डर हो। त्यसले कहिले विज्ञापन खोल्छ, कहिले परीक्षा हुन्छ, सबै बताउँछ। यो त जग हो र बोलियो जग बिना त घर बन्दैन नि। ल, बाटो त थाहा भयो। अब त्यो बाटोमा आउने चुनौतीहरूसँग लड्नका लागि हतियार पनि त चाहियो, हैन? हो, अब पालो आएको छ ती आवश्यक हतियारहरू जम्मा गर्ने, मतलब तयारीका लागि चाहिने सामग्रीहरू जुटाउने। र लोकसेवा तयारीको सबैभन्दा शक्तिशाली हतियार के हो थाहा छ? त्यो हो पाठ्यक्रम, यानि कि सिलेबस। यो यस्तो कम्पास हो जसले के पढ्ने र त्योभन्दा पनि महत्त्वपूर्ण के नपढ्ने भनेर ठ्याक्कै सही दिशा देखाउँछ। यो कम्पास अरू कतै खोज्नु पर्दैन। आयोगको आफ्नै वेबसाइट loksewa.gov.np मा सजिलैसँग पाइन्छ। याद राख्नुहोला, अरूको हल्ला सुन्ने होइन, यही अफिसियल सिलेबस नै हाम्रो अन्तिम गाइड हो। ल, अब हातमा कम्पास मतलब सिलेबस त आयो। अब यात्राका लागि चाहिने अरू सामानहरू, स्रोत साधनहरू जम्मा गर्ने बेला भयो। के त? पाठ्यक्रम अनुसारका राम्रा किताबहरू, भरपर्दो नोटहरू र सबैभन्दा इम्पोर्टेन्ट पुराना प्रश्नपत्रहरू। एउटा कुरा के याद राख्नुहोस् भने किताबको थुप्रो लगाउने होइन, गुणस्तरीय सामग्री छान्ने हो। एउटा राम्रो किताबले 10वटा काम नलाग्ने किताबको काम गर्छ। सही सामग्री छनौट गर्नु भनेको आधा तयारी पुरा हुनु हो। ओके, अब हामी यात्राको सबैभन्दा मुख्य, सबैभन्दा क्रुसियल फेजमा प्रवेश गर्दैछौँ। हतियार जम्मा गरेर मात्रै त युद्ध जितिँदैन नि, होइन र? त्यसलाई चलाउने कला पनि त सिक्नु पर्यो। हो, अब पालो हो त्यो ज्ञानलाई व्यवहारमा उतार्ने। यो नियम सुन्दा जति सरल छ त्यति नै शक्तिशाली पनि छ। जे पढ्नुहुन्छ पाठ्यक्रम अनुसार पढ्नुहोस्। सिलेबसभन्दा बाहिर गएर अनावश्यक ज्ञानको भारी बोक्नु भनेको सिधै आफ्नो लक्ष्यबाट भड्किनु हो। तपाईको हरेक दिन, हरेक घण्टाको पढाइ सिलेबसमा नै केन्द्रित हुनुपर्छ। एब्सोल्युटली। तर एकछिन है, धेरैको सोचाइ के हुन्छ भने जति धेरै किताब पढ्यो उति सफल भइन्छ, तर यो त आधा सत्य मात्रै हो। लोकसेवाको लडाईँमा केवल पढेर मात्रै पुग्दैन। यो भनाइलाई एकचोटि राम्रोसँग मनन गरौँ त। सोच्नुस् त, तपाईसँग संसारकै ज्ञान होला, तर परीक्षाको त्यो 3 घण्टामा त्यो ज्ञानलाई आयोगको खाली उत्तर पुस्तिकामा उतार्नै सकिएन भने के त्यो ज्ञानको केही अर्थ रह्यो त? रहँदैन। त्यसैले आफूसँग भएको ज्ञानलाई प्रस्तुत गर्ने कला सिक्नु एकदमै जरुरी छ। त्यसो भए यो कला सिक्ने चाहिँ कसरी त? यसको एउटै मात्र सूत्र छ, अभ्यास, अभ्यास र फेरि पनि अभ्यास। पुराना प्रश्नपत्रहरू समात्ने अनि ठिक समय लगाएर लेख्ने बानी बसाल्ने। जति धेरै लेख्यो उति नै तपाईको लेखनमा स्पिड आउँछ, कुराहरूमा स्पष्टता आउँछ र सबैभन्दा ठूलो कुरा आत्मविश्वास बढ्दै जान्छ। ल, अब आयो अन्तिम परीक्षाको घडी। अहिलेसम्म गरेको तयारीलाई साच्चीकै जाँच्ने बेला। यो चरण भनेको आफ्नो सिप, ज्ञान र समर्पणलाई तिखार्ने र परीक्षण गर्ने हो। वास्तविक युद्धमा जानुअघि गरिने वार गेम जस्तै हो। नमुना परीक्षा, यानि कि मक एक्जाम। परीक्षा हलको त्यो प्रेसर, त्यो वातावरणसँग बानी पर्न योभन्दा राम्रो तरिकाहरू हुनै सक्दैन।
मक एक्जामले तपाईँलाई टाइम म्यानेजमेन्ट सिकाउँछ, दबाव कसरी झेल्ने भनेर तयार गर्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा, आफ्नो कमजोरी कहाँ कहाँ छ भनेर पत्ता लगाएर सुधार्ने एउटा सुनौलो अवसर दिन्छ। र अब अन्तिम तर सायद सबैभन्दा महत्त्वपूर्ण चरण, निरन्तर तयारी। हेर्नुस्, लोकसेवाको यात्रा एउटा परीक्षा दिएरै सकिने कुरा होइन। कहिलेकाहीँ नाम ननिस्किन सक्छ, तर त्यसमा हरेस खाने होइन, बरु आफ्ना गल्तीहरूबाट सिक्दै अर्को पटकका लागि अझै सशक्त तयारी गर्नु नै सफलताको असली रहस्य हो। याद राख्नुहोस्, यो 100 मिटरको दौड होइन, यो त एउटा म्याराथन हो जहाँ निरन्तरताले जित्छ। त्यसो भए एकचोटि फेरि सरर सम्झिउँ है त सफलताका यी 7 माइलस्टोनहरू। 1. आफ्नो योग्यता र तालिका बुझ्ने। 2. पाठ्यक्रम हात पार्ने। 3. राम्रो स्रोत साधन जम्मा गर्ने। 4. पाठ्यक्रम अनुसार मात्रै पढ्ने। 5. लेखन कलालाई तिखार्ने। 6. नमुना परीक्षाहरू दिने। र 7. कहिले हरेस नखाई निरन्तर तयारीमा जुटिरहने। हो, यही 7 चरण नै सफलताको सूत्र हो। ल, यो स्पष्ट रोडम्याप अब सबैको अगाडि छ। बाटो पुरै छर्लङ्ग छ। अब प्रश्न एउटै मात्र बाँकी छ, के यो अविश्वसनीय तर उत्तिकै सार्थक यात्रा सुरु गर्न तयार हुनुहुन्छ? आफ्नो क्षमतामा विश्वास गर्नुहोस् र पहिलो पाइला आजै अहिले नै चाल्नुहोस्।